फुल्की खाएर मिचेको हप्याक भएको छ है यहाँ त हेर्ने होला र अब जानुपर्छ के काठमाडौँ। बालन साइन ट्राफिकको जागिर खाइसक्नु भएको छ अहिले मेयर पद छोडेर। बालनले वहाँ झापाबाट 5000 भोट ल्याएर देखाइ गोलीसँग ल तँलाई मैले फुलको माला लाएँ। होसमा कुरो गर है। होसमा कुरो गर तेरी ना टिक्ने बौला। कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ। नमस्ते 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 नमस्ते। सन्चै हुनुहुन्छ? खाना खानुभयो? होइन होला के हो त्यसको दाँत कस्तो खानु अन्त मैले देखिँ म जस्तै रिस आयो। फेरि अनौठो फिल भयो कि के भएन यहाँ। तपाईहरुको फेभरेट बाजा कुन हो? बाजा बजाउन मिल्ने चिज यसपालि के गर्ने त्यसलाई? गीत बजाम नाचम। बाप रे ये तो धोती खोल रहा है। अभी मजा आएगा ना भिडो। के गर्न मन पर्छ तपाईहरुलाई? सेक्स जीवनमा नभई नहुने कुरा हो मान्छेको जीवनमा अनिवार्य आवश्यक छ। अनिवार्य आवश्यक छ किन भन्दाखेरि तपाईको हरेक शरीरका अङ्गहरूको काम छ नि। तपाईको आँखाले केही चिज देख्न पर्छ, हेर्न पाउनु पर्यो हैन, नाकले सुन्न पाउनु पर्यो, मुखले खान पाउनु पर्यो, कानले सुन्न पाउनु पर्यो। त्यसै हरेक अङ्गको एउटा काम हुन्छ, त्यो चिज त्यसले त्यो त भोग्नु पर्यो नि त। त्यो भोगेन भने त उसलाई त गाह्रो हुन्छ। प्यारी समझ गई। फुल्की खाएर मिचेको हप्याक भएको छ है यहाँ त हेर्ने होला र अब जानुपर्छ के काठमाडौँ। फुल्की खाएर मिचेको अब हप्याक भएछ काठमाडौँ जानुपर्छ। कस्तो बनाउने एमसीसी को बारेमा के छ? पुङलुङ 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 टुङलुङ 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 भिजन त्यही हो। पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो, त्यो हो हाम्रो एजेन्डा। कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ। बालनले वहाँ झापाबाट 5000 भोट ल्याएर देखाइ गोलीसँग ल तँलाई मैले फुलको माला लाएँ। होसमा कुरो गर है। होसमा कुरो गर तेरी ना टिक्ने बौला। बालेन हो कि बालेन जेसुकै होस् कसैले चिन्दैन तेरो नाम भन्दा तेरो अनुहार गोलबेडाको हेर्दै खिच्न मन लाग्छ। लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ। 2-4 दिन पछि कान्छा तेरो बाउलाई मसँग फोटो खिच्न मन लाग्छ। समझ रहे हो ना? बस यही है।
श्रीमती बालेनको फुपू बालेनको परिवार बालन शाह अहिले ट्राफिकको जागिर खाइसक्नु भएको छ अहिले मेयर पद छोडेर रुको जरा सबर करो चुनाव पछाडि त मै हो प्रधानमन्त्री बाबु यो देशको जिम्मा अब तिम्रो हातमा छ देशवासीलाई कहिले दुखी नबनाउनु महाराज चिन्ता नलिनुहोस् देशवासीलाई कहिले दुखी गराउने छैन धेरै बेख्यो झुटा भाषण पेट भरि गफ तुसीका लागि देश बेच्दै सत्ता मात्रै खप समताको पसिना माथि महल बनाउने हाले नायो खने सिस्टमले हलाउने खोलेर बस्दा साको पर्दा च्याछ धन्यका सम्बला लब हिसाब काट्छ यारा होइन काम यही हो फरक लाइन नेतृत्व होइन दोष वाले रिस्क साइन खत्म बाय बाय टाटा गुड बाय गया